नमस्कार दर्शकबिन, आज हामी कुरा गर्नेछौँ विगत 4 वर्षदेखि हजुरहरूलाई दैनिक साता मनोरञ्जन दिँदै आइरहेको बुहारी सिरियलको बारेमा। साथीहरू, भिडियो मन परेमा हजुरहरूको फ्रेन्डलाई शेयर गरिदिनुहोला ताकि हजुरहरूको साथीले बुहारी सिरियलको बारेमा जानकारी प्राप्त गर्ने सकुन्। साथीहरू, अब ढिला नगरिकन सुरु गरौँ। उसोद विगत 4 वर्षदेखि दर्शकहरूको माया र साथ सपोर्टले गर्दा यहाँसम्म आएको बुहारी सिरियल पछिल्लो समयमा जन दर्शकको माया पाएको बुहारी सिरियल उच्च स्थानमा पुगनुमा कुन कलाकारको हात छ र मुख्य कलाकारको को हुन्? यस भिडियोमा हामी जान्नेछौँ। बुहारी सिरियलका मुख्य पात्र राम हुन्। अझ भन् कि राम बिनाको बुहारी सिरियल नुन बिनाको तरकारी जस्तै खल्लो हुन्छ। रामको अभिनयदेखि लिएर कथा निर्मातासम्मको योगदानले बुहारी सिरियललाई उच्च स्थानमा पुर्याएको छ। रामालाई माया गर्ने दर्शकहरू कम छैनन्। अब कुरा गरौँ नम्बर 2 मा रामकी श्रीमती तथा कमला। विगत 4 वर्ष अगाडि बुहारी सिरियलमा रामकी श्रीमतीको अभिनय गर्दै आएकी कमलाले दर्शकहरूको धेरै माया र आशीर्वाद पाएकी कमला बुहारी सिरियलकी गहना जस्तै सजिएर आफ्नो अभिनय प्रस्तुत गरेकी छिन्। बुहारी सिरियलमा अभिनयको योगदान निकै राम्रो र उनी बिनाको बुहारी सिरियल एक पाङ्ग्राको रथ जस्तै हुन्छ। साथीहरू, अब कुरा गरौँ नम्बर 3 मा रामकी कान्छी श्रीमती मुना। उसोत मुनाको बुहारी सिरियलमा उनको योगदान धेरै समय अगाडिदेखि अभिनय गर्दै आएकी हुन। मुना र कमला सौता भएनी दुई बहिनी जसरी मिलेर बढेका छन्, उनीहरूले कहिले पनि झगडा गरेको दृश्य देखिएको छैन। मुनाले पनि दर्शकहरूको साथ सपोर्ट माया पाएर उच्च स्थानमा आइपुगेकी छिन्। नम्बर 4 मा कुरा गरौँ रमेशको बारेमा। बुहारी सिरियलमा अभिनय गर्दै आएका रमेश दर्शकहरूको मन मुटुमा बस्न सफल भएका उनी बुहारी सिरियलका एक मुख्य पात्रको रूपमा उनलाई मानिन्छ र दर्शकहरूको मायाले गर्दा यहाँसम्म आएका छन्। र रमेश बिनाको सिरियल जोडी बिनाको ढुकुर जस्तै हुन्छ। साथीहरू, उसोद बुहारी सिरियलका सबै कलाकारहरूको योगदान र अभिनय राम्रो छ, तर यी 4 जन मध्ये हजुरहरूलाई कुन मन पर्यो कमेन्ट गर्नुहोला। साथीहरू, कान्छी सिरियलले मन्थली कति पैसा कमाउँछ जान्न चाहनुहुन्छ भने कृपया डिस्क्रिप्सनमा गएर भिडियो हेर्नुहोला। साथीहरू, कृपया भिडियोलाई लाइक कमेन्ट गरिदिनुहोला र च्यानललाई सब्स्क्राइब गर।